नमस्ते, म डाक्टर जागेश्वर गौतम। मैले आज चाहिँ यो भेजाइनल मर्सेलेसनको बारेमा बताउन गइरहेको छु। यो युटेरस चाहिँ 18 विक साइज युटेरस थियो हैन। यसलाई चाहिँ हामीले भेजाइनल्ली डेलिभरी गर्न सक्ने थिएनौं र त्यसलाई हामीले मर्सेलेसन गर्यौं। मर्सेलेसन दुई किसिमले गरिन्छ। एउटा भेजाइनल मर्सेलेसन, अर्को चाहिँ यो म्यानुअल हो, अर्को चाहिँ इलेक्ट्रिक मर्सेलेसन हुन्छ। मर्सेलेटर चलाएर, इलेक्ट्रिक मर्सेलेटर चलाएर, इलेक्ट्रिक मर्सेलेटर अहिले प्रिफर गरिँदैन। त्यसो भएर हामीले चाहिँ यो चाहिँ भेजाइनल्ली म्यानुअल्ली चाहिँ मर्सेलेसन गरेर यसलाई चाहिँ स्पाइरल्ली काट्दै 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 गएर यो युटेरसलाई लामो बनाएर अनि हामीले चाहिँ भेजाइनल्ली डेलिभरी गर्यौं र ठुलोभन्दा ठुलो युटेरस पनि भेजाइनल्ली मर्सेलेसन गरेर चाहिँ निकाल्न सकिन्छ। त्यसको लागि चाहिँ राइट एंगल रिट्र्याक्टर दुईटा चाहिन्छ, बुलडोज क्ल्याम्प चाहिन्छ र नाइफ चाहिन्छ। त्यसपछि चाहिँ स्क्रू चाहिन्छ। थ्यांक यू।